जुलाई 6 मा हुने एनपीएल को अक्सनमा कसले किन्न सक्छ त आसिफ शेखलाई, जो जनकपुर बुल्सका मार्गी प्लेयर थिए, उसलाई रिलिज गरिदिएको छ जनकपुर बुल्सले। अनि आज हामी कुरा गर्नेछौँ एनपीएल मा खेल्ने 8 टिमसँग, 8 फ्रेन्चाइजसँग कुन टिमसँग सबैभन्दा बढी पैसा रहेको छ, हुन्छ नि पर्स बाँकी रहेको छ र कुन टिमसँग चाहिँ एकदम थोरै रहेको छ। झट्ट कुरा गर्ने हो भने काठमाडौँ गुर्खाजले आसिफ शेखलाई साइन गरेर त सपना देख्दै नदेख्दा पनि हुन्छ। किन भन्दाखेरि उनीहरू के छ भन्दाखेरि ब्याङ्क हुन्छ नि, उनीहरूको पर्स भनेको मात्र 25 लाखको रहेको छ, जहाँ कि मार्गी प्लेयर आसिफ शेखले हुँदैन, उनले आफ्नो बेस्ट प्राइज 20 लाख पनि आफै राख्न सक्छन्। सँगसँगै अरू प्लेयरलाई हामी देखिरहेको हुन्छौँ कि लास्ट टाइम हामीले देखेको थियो आदिल अलामान साहबलाई, उनलाई 15 लाख भन्दा बढीको बोली लगाउन मिल्ने थिएन। तर जो मार्गी प्लेयर रहेका छन् उनीलाई जुन फ्रेन्चाइजीले आफूले चाहेसम्मको बोली लगाउन सक्छन्। त्यसैले काठमाडौँसँग मात्र के छ 25 लाख रहेको छ र अहिले पालिको अक्सनमा उत्रदै गर्दा सबैभन्दा थोरै रकम लिएर अक्सनमा जाँदै गरेको टिम पनि के हो भन्दाखेरि काठमाडौँ गुर्खाज रहेको छ। सँगसँगै काठमाडौँ गुर्खाज पछि हेर्ने हो भने अब चितवन राइनोज रहेको छ। चितवन राइनोजसँग पनि रहेको छ मात्र 32 लाख हो। जब अब 32 लाखले उनीहरूले कुन कुन प्लेयर साइन गर्छ भन्ने त हामी जुलाई 6 को अक्सन पछाडि देख्ने नै छौँ। त्यस पछाडि रहेको छ मोस्ट कन्सिस्टेन्ट टिम भनौँ, जुन हाम्रो एनपीएल हुन्छ नि नेपाल प्रिमियर लिगको, अथवा अहिले पनि रिटेन्सन लिस्ट हेर्दाखेरि सबैभन्दा बलियो मान रहेको टिम सुदूरपश्चिम रोयल्स, जसलाई क्याप्टेन्सी गर्दै हुन्छ दिपेन्द्र सिंह ऐरीले हो। सुदूरपश्चिम रोयल्ससँग पनि के रहेको छ भन्दाखेरि 32.5 लाखको पर्स बाँकी रहेको छ। सँगसँगै अब सुदूरपश्चिम पछाडि हेर्ने हो भने सुदूरकै छेउमा रहेको कर्णालीलाई हेरौँ, कर्णालीको पनि के रहेको छ भन्दाखेरि 34 लाख रहेको छ। उनीहरूको टिम पनि अलिकति ब्यालेन्समै देखिन्छ। झट्ट हेर्ने हो भने अब नेपालका हुन्छ नि एकदम राम्रो खालको प्लेयरहरू, फास्ट बोलर नन्दन यादव, अलराउन्डर गुलसन झा र सुब्बाल कामीहरू रहेको टिममा 34 लाखले उनीहरूले अक्सनमा कस्तो काम गर्नेछन् त्यो त हामी जुलाई 6 मा हेर्ने नै छौँ। त्यस पछाडि बाँकी रहेको छ हुन्छ नि मामाले लिड गर्दै गरेको टिमलाई कुशल भुर्तेले लिड गर्दै गरेको पोखरा एभेन्जर्सको पर्स हेर्ने हो भने 36.5 लाख रहेको छ। अब हुन्छ नि यो 20 देखि 30 मा यति नै अड्केर बसिरहेका टिम अब कुनै पनि छैनन्। त्यस पछाडि रहेको छ लास्ट टाइमको च्याम्पियन्स जुन रहेको थियो लुम्बिनी लायन्स। लुम्बिनी लायन्ससँग के रहेको छ भन्दाखेरि 40.25 लाख चाहिँ उनीहरूको पर्समा बाँकी रहेको छ। त्यस पछाडि हुन्छ नि यो अक्सनमा उत्रदै गर्दा एकदम धेरै पैसा लिएर जाँदै गरेको टिम मध्ये एउटा हो जनकपुर बुल्स। जनकपुर बुल्सले हुन्छ नि त आसिफ शेखलाई रिलिज गरेर के गरेको थियो भने आफ्नो खातामा 20 लाख त आसिफ शेखको मात्रै उनीहरूले जम्मा गरेको थियो। त्योसँगै के रहेको छ भन्दाखेरि जनकपुर बुल्सको 42.25 हुन्छ नि त उनीहरूको चाहिँ के रहेको छ पर्समा अमाउन्टहरू बाँकी रहेको छ। हामी हेर्न छौँ उनीहरूले आसिफ शेखलाई त रिलिज गर्यो, अब अक्सनमा कसलाई लिनेछ त त्योसँगै कुरा गर्नुपर्ने हो भन्दाखेरि यो पालिको अक्सनमा उत्रदै गर्दा सबैभन्दा धेरै पैसा लिएर अक्सनमा राजा बनेर बस्ने टिम रहेको छ विराटनगर किङ्स। सन्दीप लामिछानेले लिड गर्दै गरेको विराटनगर किङ्ससँग रहेको छ 42.5 लाख अमाउन्ट है। अनि हामी हेर्ने छौँ यो पालि अक्सनमा सबैभन्दा राम्रो काम कसले गर्छ त, अक्सन भन्दा पहिला कुन टिम राम्रो छ भनेर हामी एउटा भिडियो बनाइसकेका छौँ। यदि त्यो भिडियो तपाईँहरूले हेर्नु भएको छ भने चेक गर्न सक्नुहुन्छ हाम्रो प्रोफाइलमा गएर। तर अब म आफूलाई चाहिँ के लाग्छ भन्दाखेरि विराटनगर, जनकपुर बुल्स र लुम्बिनी लायन्ससँग यिनीहरूसँग हुन्छ नि 40 लाख भन्दा माथिको अमाउन्ट भएको भएर जनि यसमा चाहिँ अलिकति हुन्छ नि त आफूले रोजे अनुसारको प्लेयरहरू सजिलै लिन सक्ने पावर चाहिँ के रहनेछ भन्दाखेरि लुम्बिनी, जनकपुर बुल्स र विराटनगर किङ्ससँग रहनेछ भने अर्कोतिर रहेको जुन सुदूरपश्चिम र कर्णाली एक्सन यिनीहरूसँग आफ्नै जुन हाम्रो नेपालकै हुन्छ नि त डोमेस्टिक प्लेयरहरू एकदम राम्रो प्लेयर रहेको भएर त्यति धेरै काम गर्नुपर्ने खालको चाहिँ देखिँदैन। हो काम चाहिँ गर्नुपर्ने छ, त्यति धेरै गर्नुपर्ने खालको चाहिँ देखिँदैन। के लाग्छ तपाईँहरूलाई आउने अक्सनमा एकदम राम्रो काम कसले गर्छ त होला त? प्लिज कमेन्ट डाउन।